बा नमस्कार। हजुर हजुरको परिचय दिनुहोस् न। मेरो दीर्घराज राई हो, यहाँको म पुजारी है, यहाँको म पुजारी। अनि यो ठाउँको बारेमा मलाई त्यति जानकारी भएन। यो भुलबुले दुध कुण्ड भन्दो रहेछ, यो नाम चाहिँ कसरी रहन गयो, तपाईँलाई केही थाहा छ? थाहा छ। यो दुध कुण्ड भनेको तपाईँको अघि यो औँसी पूर्णिमामा यहाँ दुध बग्छ अरे, अनि दुध हुनाले दुध कुण्ड देवी भनेर चाहिँ उहाँको नामकरण भयो। अनि यहाँ अब यहाँको सम्मान गर्नलाई पहिला हामी पहिला प्राकृतिक यो माछा पानी जुन दिन सृष्टि भयो त्यो दिनदेखि माछा पानी उत्पत्ति भएको। तर उहाँको सम्मान चाहिँ हामीले 14 सालदेखि गरियो। तपाईँको 14 सालदेखि तपाईँको कसरी गर्यो भने चाहिँ यो देखा पर्ने बेला एकदम विध्वंस भयो। यो देवी भनेको बाख्रा छ, बाघ निस्केर तपाईँको सबै बाख्रा भेडा केही पाल्नु नदिने, वस्तु पाल्नु नदिने, सबै खाएकै गर्ने। अनि त्यस कारणबाट के को सरकार भन्दाखेरि जो यहाँ दुध कुण्ड देवी छ उहाँको निश्चय गर्नुपर्छ। निश्चय गरिएन भने अझै हाम्रो क्षति हुन्छ। निश्चय गऱ्यौँ भने हामीले राम्रो हुँदै जान्छ है भनेपछि हामीले देउता मेरो बाबुले नै खोज्नु। बाबुले खोज्दाखेरिमा देउता तपाईँको चट्ट यसरी खोज्दाखेरिमा तल यसरी 3टा ढुङ्गा भेट्यो। त्यो 3टा ढुङ्गाले निश्चय गरे बाबुले। निश्चय तपाईँको देवी भनेपछिको निश्चय बाबुले तपाईँको बाख्रा पाठा भोग दियो। तपाईँको त्यो बाख्रा पाठा भोग दिने बित्तिकै फेरि त विध्वंस उठ्यो। तपाईँको हावा बतास आएर सबै तपाईँको विध्वंस गऱ्यो, रुख लडाएर सबै खेतीहरू सबै लग्यो। भएपछि अनिखेरि उहाँको लक्ष्य बुझेर हामीले अनि कोरो फुलपाती भेचीले गर्नु थालेपछि अनि यो सम्पूर्ण राम्रो हुँदै हुँदै आएर आज यहाँसम्म पुग्यो। अनि बाउले तपाईँको बाउले 16 वर्ष गर्यो। बाउ सकेपछि 2 वर्ष बाँच्यो, कसैले चाह गरेन। अनिखेरि मैले नै यो ठाउँमा यसरी मैले नै गरेर अनि सबैलाई प्रचार गरेर आज सबै पवित्र ठाउँ हो, सब पवित्र हुनुपर्छ भनेर अनिखेरि म प्रचार सबैतिर गरेँ। सबैले युट्युब फेसबुकमा लगाउनु भयो। आज प्रचार भएर सबैजना हामी चाहिँ गति मुक्ति पवित्र हुँदैछौँ है हजुर भन्ने है, नाति भन्ने मेरो यस्तै नै हजुर छोटकारी है। हजुर बा कोही सम्पूर्ण भुलहरू भयो फेरि भनौँला, हजुरहरू आउँदै गर्नु पर्ला। अझै कर्महरू बढाएर अझै प्रचार गरे हजुर पुण्य भक्तिहरूले आउनु होला, पवित्र हुनुपर्छ भन्ने मेरो यति नै हजुर। यो विशेष गरी कुन बेला चाहिँ यहाँनिर मेला लाग्ने गर्दछ? मेला त 12 मासे नै छ। यसले शक्ति 12 मासे नै दिन्छ। मेला चाहिँ ठुलो यो चाहिँ हुन्छ। यो तपाईँको यो दुईटाको पूर्णिमा ठुलो मेला हो। धामी झाँक्रीहरू सबै आएर रमाइलो गर्छ। यहाँ सबै बल माग्नुहुन्छ धामी झाँक्रीहरूले। माथि धामी झाँक्री थाङपुन छ, माथि छ, उहाँ पनि तपाईँहरू जानु सक्नुहुन्छ। उहाँ अब शक्तिशाली हुन्छ। अब अघि कुनै हस्पिटल डक्टर केही थियो यहाँ अरे, उहाँ धामी झाँक्रीले नै बचाएर हामी आज यो संसार हेर्नु पाएको अरे, संसार देख्नु पाएको अरे। उहाँको शक्तिले गर्दाखेरि आज अघि कुनै केही हस्पिटल डक्टर थियो न, उहाँको शक्तिले गर्दाखेरि नै अब सम्पूर्ण सुविधा बढेर आज हामी डक्टर पनि बन्यो, हस्पिटल बनिएर आज हामीलाई सब सुखमा हामी धेरै नै हामी सहयोगीमा भएर हामी बसिराखेको छौँ भन्ने धन्यवाद हजुर। महत्त्वपूर्ण जानकारीको लागि धेरै धेरै धन्यवाद बा तपाईँलाई। धन्यवाद हजुर।